नेपालको कुनै पनि क्षेत्रमा लगानी गर्छु भनेर व्यापारीहरू आउँछ भने कस्तो कस्तो समस्याहरू भोग्नुपर्छ त उहाँहरूले? सरकारी कर्मचारीहरूको धारणा कस्तो हुन्छ त? एउटा हाइड्रो पावरमा चाहिँ लगानी गर्छु भनेर हाइड्रो पावरको एउटा प्रोजेक्ट लिएर चाहिँ अगाडि बढ्दै गर्दाखेरि चाहिँ कस्तो समस्या भोग्नु पर्यो त? एकचोटि बलराम सापकोटाको यो भनाइ सुन्नुहोस्। म हाइड्रो पावरको त्यो इआई भइरहेको थियो, हेर्नुहोस् है, इआईको मान्छे यसो बस्छन्, के भन्छ, रातो कमिलामा चाहिँ हाइड्रो पावर बनाउनु हुँदैन अरे। ए भगवान्, त्यसले भत्ता कहाँबाट खाइरहेछ भने के? रातो कमिला मर्छ अरे, हाइड्रो पावर बनाउनु हुँदैन भन्छ। ल कतिसम्म मान्छेलाई बेवकुफ बनाएको छ भन्नुहोस् त कर्मचारीले? रातो कमिला मर्छ अरे। हामीलाई के मतलब रातो मरोस् कि सेतो मरोस् कि, हामीलाई त बत्ती बोल्नु पऱ्यो नि। विश्वमा यस्तो कयौँ प्रोजेक्टहरू बनिरहेछ, कयौँ हाइड्रोहरू बनिरहेछ होइन। हाम्रो नेपालमा चाहिँ यस्तो छ तालमा होइन। अब चाइनाले 3 गजे ड्याम बनाउँदाखेरि पृथ्वीको जुन यो घुम्ने शक्ति छ, रोटेट गर्ने शक्ति छ, अब त्यो नै कमजोर भयो भन्दाखेरि भनिरहेको हुन्छ। अब इकोसिस्टम बचाउने जुन ठेक्का छ, त्यो ठेक्का चाहिँ हामी नेपालीहरूले मात्रै लिएको हो त? हामीले नेपालको मात्रै ल्याएको हो त? अहिलेको लागि बत्ती चाहिएको छ, बत्ती बाल्ने हो नि। अब बाँकी कुराहरू पछि सोध्दै जाने होला, नीति निर्माण त पछि गर्दै जाने होला नि। यो सरकारी कर्मचारीहरूले व्यापारीहरूलाई पनि यदि दुःख दिए कि होइन। अब बदमासी गर्ने बेला सबै उनीहरू बदमासी गर्ने होइन, अहिले समातिने बेलामा व्यापारीहरू एकपछि अर्को गर्दै च्याप समातिनु परिरहेछ। त्यही भएर उहाँले आक्रोश हुँदै यो अनुभव सुनाउनु भयो।